वेलकम टु माई भिडियो। आज म ल्याएको छु केराको अचार। यसलाई चाहिँ सल्लको बोक्रा छिलेर कुकरमा सिटी लगाउने, नत्र कुनै चाहिँ बोक्रासित राखेर पछि सिटी लगाइसकेपछि बोक्रा निकाल्न सजिलो हुन्छ। अनि यो आलसको छोप राख्दैछु अनि उसिनेर राखेको केरा, यसलाई जस्तो तरिकाले काट्दा पनि मिल्छ। मैले चाहिँ लाम्चो बनाएर काटेको छु अनि आलु पनि मिसाएको छु अनि प्याज, थोरै धनियाँ पनि एड गर्छु। धनियाँ राखिसकेपछि यसलाई चाहिँ जुन तेलले पनि झान्दा हुन्छ। मलाई चाहिँ तोरीको तेल राखेर अनि यसमा चाहिँ मेथी पनि फुराउँछु। मेथी फुराएर अनि लसुनलाई सानो सानो टुक्रामा पिसमा काटेर अनि खुर्सानी पनि त्यसमा पड्काउँछु। आफूलाई जे मनपर्छ त्यही राखेर फुराउँदा पनि हुन्छ। मलाई चाहिँ लसुन राखेको मनपर्छ, जे राखेर फुराउँदा पनि हुन्छ। यसरी घरमै बनाएको अचार चाहिँ साह्रै मिठो हुन्छ। थोरै बेसार पनि एड गरेर यसलाई मजाले खैरो हुनेसम्म हल्का फ्राई गरेर यसमा हाल्छु। अनि मैले नुन चाहिँ पहिले नै छोपमा हालेर भुटेको थिएँ। अनि थोरै टमाटरको पेस्ट